हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामीहरू लिफो गर्नेछौँ। योभन्दा अगाडिको भिडियोमा हामीले फिफो गरेछौँ भने आज चाहिँ हामीहरू लिफो गर्नेछौँ। यो चाहिँ हाम्रो बोर्ड एक्जाममा 3 मार्क्समा आउँछ। कि लिफोबाट आउँछ, कि फिफोबाट आउँछ भने कि वेटेज एभरेजबाट आउँछ। त्यो 3वटामा मात्रै एउटा आउँछ। आजको यस भिडियोमा चाहिँ हामी लिफो जान्नेछौँ है त। ल आजको क्वेसन चाहिँ हाम्रो यस प्रकार छ। मार्चमा चाहिँ हाम्रो ओपनिङमा चाहिँ 200 युनिट चाहिँ 4 रुपियाँको दरले, त्यसरी मार्च 20मा चाहिँ पर्चेस गरेछौँ हामीले 400 4.75 को दरले भने मार्च 30मा चाहिँ हामीले 300 युनिट चाहिँ पर्चेस गरेछौँ 5 रुपियाँको दरले र हामीले सेल्स चाहिँ कति गरेछौँ 500 गरेछौँ। भनेपछि अब हामीले फर्स्टमा के निकाल्नु पर्ने भयो, हामीले इन्डिङ इन्भेन्टरीको युनिट निकाल्नु पर्ने भयो। अब त्यसलाई चाहिँ निकाल्ने हामीले के गर्छौँ त फर्स्ट सुरुमा हामीले इन्डिङ इन्भेन्टरी निकाल्ने फर्मुला हाम्रो के थियो त टोटल युनिट माइनस सेल्स युनिट। यो चाहिँ हाम्रो के त इन्डिङ इन्भेन्टरीको फर्मुला के हो त इन्डिङ इन्भेन्टरी टोटल युनिट माइनस सेल्स। अब भनेपछि कति छ हाम्रो टोटल युनिट चाहिँ भनेपछि हाम्रो टोटल चाहिँ 900 छ माइनस अब हाम्रो पर्चेस सेल्स कति गरेछौँ, सेल्स चाहिँ हाम्रो 500 गरेछौँ भनेपछि हाम्रो 400 चाहिँ के हो त इन्डिङ युनिट। भनेपछि अब हामीले के गर्नु पर्यो 400 रुपियाँ चाहिँ 400 रुपियाँ हो भने चाहिँ अब मैले योभन्दा अगाडिको भिडियो हजुरले हेर्नु भएको छैन भने योभन्दा अगाडिको फिफो भिडियो हेरेर यहाँ आउँदाखेरि झन् सजिलो हुन्छ। मैले के भनेको छु त हाम्रो इन्डिङ इन्भेन्टरी चाहिँ हाम्रो कति छ 400 छ। हामीले फर्स्टमा चाहिँ फिफो गर्दाखेरि चाहिँ हामीले यहाँ तल सबभन्दा तलकोसँग कम्पेयर गर्थ्यौँ भने अब हामीले लिफो गर्नु छ भने हामीले सबभन्दा माथिकोसँग कम्पेयर गर्ने। अब सबभन्दा माथिकोसँग कम्पेयर गर्दाखेरि 400 ठुलो छ कि 200 ठुलो छ त 400 ठुलो छ। त्यसैले 200 भन्दा 400 ठुलो छ भनेपछि अब यसले दिएर पनि अझै पुग्दैन भनेपछि हामीले के गर्छौँ अर्कोमा पनि सपोर्ट लिन जान्छौँ। यसबाट चाहिँ हामीले अब हामीसँग 400 छ, अब हामीले चाहिँ अगाडि 200 लिइसकेको हुनाले हामीले यसबाट चाहिँ कति लिन्छौँ 200 लिन्छौँ हो। ल हामी यसमा एन्सरमा लेख्छौँ है त। अब फर्स्टमा हामीसँग इन्डिङ इन्भेन्टरी 400 थियो, फर्स्टमा हामीले यसबाट 200 लियो र यसबाट 200 लिएर हाम्रो कति भयो त 400 भयो नि। र अब 200 लेखौँ 200 इन्टु अब हाम्रो इन्भेन्टरीको युनिट कति छ त 4 प्लस अब अर्को कति छ हामीले यसबाट कति दिन्छौँ त अब हामीले 400 लिनुपर्ने थियो, यसबाट हामीले 200 लिइसक्यो भने चाहिँ अब हामीले यसबाट अझै कति लिनु बाँकी छ त हामीले यसबाट 200 लिनु बाँकी छ 200 मल्टिप्लाई बाई अब यसको युनिट रेट कति छ त 4.75। अब यसलाई क्यालकुलेसन गरौँ भनेपछि हाम्रो क्यालकुलेसन गर्दा कति आउँछ त हाम्रो क्यालकुलेसन गर्दा चाहिँ 750 आउँछ। अब हाम्रो क्यालकुलेसन गर्दाखेरि अब यति आइसक्यो भने चाहिँ अब हामीले यसबाट निकाल्नु पर्यो। अब कस्ट अफ गुड्स सोल्ड हामी कसरी निकाल्छौँ भनेको थियो त कस्ट अफ गुड्स सोल्ड एभाइलेबल फर सेल्स पहिला निकाल्नु पर्यो। अब कस्ट अफ गुड्स सोल्ड एभाइलेबल फर 200 मल्टिप्लाई बाई अब यहाँ कति छ त हाम्रो 4 छ भनेपछि 4 प्लस अब फेरि यता कति छ 400 मल्टिप्लाई बाई अब यहाँ कति छ माथि 4.75 प्लस अब फेरि कति छ हाम्रो माथि हाम्रो 300 मल्टिप्लाई बाई कति छ अर्को 5 छ भनेपछि अब त्यसमा चाहिँ के गर्ने इन्डिङ इन्भेन्टरी अर्थात् कस्ट अफ इन्डिङ इन्भेन्टरी के गर्ने माइनस गर्ने। अब कस्ट अफ इन्डिङ इन्भेन्टरी हाम्रो कति आएको छ त 750 भनेपछि 1750 है सरी 1750। अब हामीले यसलाई माइनस गर्ने। अब यसलाई फर्स्टमा गर्दा कति आउँछ त हेरौँ है त। यो सबैलाई पहिला मल्टिप्लाई गर्ने प्लस गर्ने मल्टिप्लाई गर्ने प्लस गरेर चाहिँ हाम्रो यति आयो। अब माइनस कति के गर्नुपर्ने छ त कस्ट अफ गुड्स सोल्ड एभाइलेबल फर सेल्स माइनस इन्डिङ इन्भेन्टरी। अब इन्डिङ इन्भेन्टरी हाम्रो कति छ त 1750 भनेर 1750 माइनस गरौँ। अब यसको एन्सर चाहिँ कति आउँछ त RS 2450 ल यति गऱ्यो भने हाम्रो चाहिँ एक्जाममा चाहिँ कति मार्क्स आउँछ 3 मार्क्स चाहिँ ट्याक्कै आउँछ। ल केही बुझ्नु भएको छैन भने हाम्रो कमेन्टमा केही लेख्ने होला। आजको लागि यति नै। हामी यो अर्को भिडियोमा चाहिँ हामी वेटेज एभरेज लिएर आउनेछौँ।
आजको लागि यति नै, धन्यवाद।